हेलो साथी सबैलाई गुड मर्निङ नमस्कार है म मिलन राई आज के एउटा अचम्म कुरो के छ भने सानो कामको लागि म जस्तै शनिबार 12 गते रहेछ म इन्डिया जानुपर्ने थियो र म गएँ पनि र आज राति आइपुगेको छु होइन। जुन शनिबारको दिन 12 गते वैशाख चाहिँ मेरो जन्मदिन थियो तर मैले त्यो भुलेको रहेछु क्या। कतिपय सासानो कुराहरू म बिर्सिने गर्छु। अनि हिजो आइपुगेँ म जब त्यसपछि नेपाली क्यालेन्डर हेर्दाखेरि त ल वैशाख 16 गते भइसकेको रहेछ। ओहो मै अचम्म भइदिइरहेको। अनि आफूले के सोचेँ भने आफ्नो कुनै पनि काम त्यसपछि कर्तव्यहरू पालना गर्दा गर्दै सासानो कुराहरू भुलिँदो रहेछ। जस्तै जन्मिनु नै ठुलो कुरा त होइन, जन्मिसकेपछि के गर्नुपर्छ भन्ने कुरा सबैको मान्यता हुन्छ र जन्मिँदाले बुवा आमा चाहिन्छ भने मर्नको लागि बुवा आमा चाहिन्न होइन। मैले जाने कुरा र आज मेरो माझ मसँगै मलाई जन्म दिने आमा त हुनुहुन्न तर पनि मेरो आमा जहाँ भए पनि खुसी हुनुहुन्छ होला जस्तो मलाई लाग्छ। त्यसपछि यो जन्म दिनकै कुरा गर्दाखेरि आजभन्दा केही वर्ष अगाडि कसैलाई मैले जन्मदिन विस नगरेकै कारणबाट पनि म केही भिन्नै भएको थिएँ। त्यो कुराले गर्दाखेरि यो एउटा सानो भिडियो गर्न मन लाग्यो। ठिक छ, आफ्नो आफ्नो काम हुन्छ होइन, व्यस्तता हुन्छ, त्यसले गर्दाखेरि म त्यति ठुलो मान्छे पनि होइन होइन। अहिले सोच्छु वैशाख 12 गते त मेरो जन्मदिन हो भनेर मैले अस्तिदेखि नै सोचिरहेको थिएँ तर म आफैले भुलेर छु होइन। मलाई खुसी पनि लाग्छ सासानो कुराहरू म पोइन्ट त गर्दिनँ तर त्यही सानो कुराले भन्दाखेरि नगर्दाखेरि ठुलो विकराल आउँदो रहेछ होइन। त्यो पाठ पनि मैले सिकेको छु। सम्भवतः यो मेरो कतिौँ जन्मदिन भनेर त म खुलाउँदिनँ तर किनभने जन्मदिन एउटा उमेर भन्ने कुरा एउटा जस्ट नम्बर हो होइन, जोडिँदै जान्छ। मान्छेको उमेर खिँदै जान्छ होइन, यति वर्ष पुगेँ यति वर्ष पुगेँ भनिन्छ तर पनि मान्छेले गर्नुपर्ने काम कर्तव्य आफैले नै थाहा हुन्छ। सासानो बालबच्चाले भनेको आफ्नो जन्मदिन विस नगर्दा दुःखी हुन्छ भने हामी जस्तो मान्छेलाई त्यस्तो जन्मदिन विस नगर्दा केही पनि फरक पर्दैन जस्तो मलाई लाग्छ। त्यो एउटा सानो भिडियो है, वैशाख 12 गते मेरो जन्मदिन तर मैले भुलेँ। अब बाँचेछ भने 84 सालमा मनाउनु पर्ला है जन्मदिन।